साथीहरू, मध्यपूर्वमा युद्ध सुरु भइसके पछाडि धेरै कुराहरू भए। त्यहाँ रहेका नेपाली मात्रै नभएर अन्य धेरै देशका नागरिकहरूलाई समस्या भयो, त्यहाँको स्थानीय नागरिकहरूलाई पनि समस्या भयो। तर मध्यपूर्वका धेरैजसो देशहरू आफ्नो नागरिकको सुरक्षा गर्नको लागि एकदम सक्षम छ भन्ने अहिलेसम्मको रिपोर्टले देखाइसकेको छ। त्यसैले तपाईहरूले जो मध्यपूर्वमा काम गर्दै हुनुहुन्छ, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, उहाँहरूले सकेसम्म आफू त्यहाँको स्थानीय सरकारले भनेका कुराहरू, त्यहाँको सरकारले भनेका नियमहरू पालना गरेर आफू सुरक्षित रहन र सुरक्षित तरिकाले काम गर्न अनुरोध गर्दछु। त्यस्तै नेपाल आउनको लागि कोही आत्तिराख्नु भएको छ भनेको त्यहाँ अहिले युद्ध अझै लम्बिने खतरा देख्नु भएको होला तपाईहरूले, अनि नेपाल आउन चाहनुहुन्छ अथवा परिवारले यहाँ चिन्ता मानिरहनु भएको छ, त्यसको लागि पनि तपाईँ नेपाल आउन खोज्नु भएको होला। र कतिपयले टिकट बुकिङ गर्नुभएको थियो, त्यो बुकिङ गर्नुभएको टिकटको समयमा आफू नेपाल आउनु पाउनु भएको छैन, त्यसको चिन्ता अलग्गै होला। टिकटको भाउ बढेर कति माथि पुगेछ त्यो चिन्ता अलग्गै होला। तर अहिलेको अवस्थामा भनेको आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहने र अब अवस्था ठिक छैन, त्यहाँ बसेर नेपाल आउनै पर्ने छ भने नेपाल सरकारले एउटा पोर्टल खडा गरेको थियो। त्यो पोर्टलमा फारम पनि भर्न सक्नुहुन्छ र आफैले टिकट काटेको भए, आफूले कुन एयरलाइन्सको टिकट काट्नु भएको थियो, अब त्यही एयरलाइन्सबाट आफूले भनेको जस्तो भएन भने अन्य अब तपाईहरू सायद अहिले मान्नु एकछिनलाई दुबईमा हुनुहुन्छ भने तपाईँले दुबईबाट डाइरेक्ट नेपाल आउनु नपाए पनि दुबईबाट अथवा कतारबाट कहाँबाट हुन्छ साउदी जान सक्नुहुन्छ। बाई रोड साउदी गएर साउदीबाट नेपाल आउनलाई सहिलो छ भनेर सरकारले पनि भनेको छ, त्यहाँको एयरलाइन्स कम्पनीहरूले, त्यहाँको सरकारले पनि भनेको छ। तपाईँले बाई रोड साउदी जानको लागि यदि तपाईँ दुबई अथवा कतारमा अथवा अरू कुनै देशमा हुनुहुन्छ भने तपाईँले साउदी जानको लागि साउदीको एम्बेसी होला, तपाईँ जुन देशमा हुनुहुन्छ त्यहाँ गएर तपाईँले ट्रान्जिट भिसाको लागि अप्लाई गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले जुन देशमा हुनुहुन्छ त्यो देशको पताका भन्छ, त्यस पछाडि पासपोर्ट भन्छ, अरू आवश्यक कागजपत्र पुरा गरिसके पछाडि तपाईँलाई साउदीको लागि ट्रान्जिट भिसा दिन्छ। साउदी ट्रान्जिट भइसके पछाडि तपाईँले आफ्नो बुकिङ गरेको फ्लाइटमा नेपाल आउनलाई सजिलो छ। त्यसैले नआतिकन त्यहाँको सरकारले भनेका कुराहरू मान्नु भयो भने तपाईँ सुरक्षित रहन सक्नुहुन्छ र सजग भएर पनि बस्नु होला। आजलाई मैले यति भन्नको लागि यो भिडियो बनाएको थिएँ।